हेलो नेपाल, म चाहिँ अस्ट्रेलियाको एथलिट र चाहिँ म चाहिँ भ्याकेसनमा थिएँ, होलिडेमा थिएँ। त्यही भएर चाहिँ मैले एकदमै धेरै इन्जोय गरेर सेपरेट मजाले खाएर हुन्छ नि, एकदम सेटिस्फाइड हुने गरेर खाएर कति पछि 20 दिनपछि आएको होला। 62मा पुगिसकेको थियो बडी वेट, अनि प्लस 10% बडी फ्याट थियो भने अहिले चाहिँ म 64 65मा वाटर वेटहरूले गरेर होला। फ्याट नै त पुरै बढेन होला, 1 केजी जति बढ्यो होला होइन। भनेपछि 77,000 क्यालोरिज, 7700 क्यालोरिजमा उयो हुने भयो होइन, 1 केजी अप हुने भयो। मेबी मैले एकदम डेन्जर खाएको भएर त्यो भयो होला। र अब चाहिँ म 83बाट, तपाईँले देख्न सक्नुहुन्छ फोटो, 83 केजीबाट चाहिँ मैले घटाएर 62सम्म लिएर आएर 10% बडी फ्याट आएको थियो भने अब अहिले चाहिँ म 64 65मा छु होला। र अब चाहिँ एक्सट्रिम कटिङ गर्नु पऱ्यो। एक्सट्रिमै कटिङमा जाने विचार छ मेरो, लाइक 5-6% बडी फ्याटमा जानको लागि चाहिँ मैले अब एक्सट्रिम एक्सर्साइज ट्राई सेट जस्तै 3टा सेट एकैचोटि पर्फर्म गर्ने, जुनको रेपुटेसन 12, 10 अनि त्यसपछि 25, 50 हुन्छ। 12, 12, 12 3टा सेट गर्ने, अनि त्यसपछि एकैचोटि 10, 25, 50 गर्ने, अनि फेरि 10, 25, 50, 10, 25, 50, अनि नेक्स्ट एक्सर्साइज त्यसपछि फेरि 3टा एक्सर्साइज ल्याइदिने, सेम गर्ने, अर्को 3टा एक्सर्साइज, अर्को 3टा एक्सर्साइज गरेर 12वटा एक्सर्साइज अलमोस्ट पर्फर्म गरेर अनि 15 to 20 मिनट्स इन्क्लाइन वक गरेर अब चाहिँ एक्सट्रिममा जाने। मान्छेहरूले 83 केजीबाट होइन, यो फोटो देख्न सक्नुहुन्छ तपाईँले, 62मा आउँदाखेरि चाहिँ के गियर युज गरिस् तैँले, स्ट्रेट लिस के लिस भनेर सोध्नुहुन्छ। आई एम एक्टिभ ब्र। म अलमोस्ट 20 to 30 एग्स खान्छु। इट डिपेन्ड्स कहिलेदेखि कुन टाइममा। र चिकन 150 ग्राम इज इनफ, 150 ग्राम टु 200 ग्राम स्यालमनहरू इनफ। अब के खानुपर्छ, एकदम हेल्दी कुरा खाऊ न, भइहाल्छ। हेल्दी भनेर फेरि मान्छेहरूको हेल्दी पनि डिफ्रेन्ट छ फेरि। र आज मेरो रहेको छ के को एक्सर्साइज पनि आज मेरो ट्राइसेप है, देख्न सक्नुहुन्छ ट्राइसेप, अनि त्यसपछि ब्याक, ब्याक चेक, ब्याकको ट्राइसेपको। अनि मैले हान्न गइरहेको भनेको ल बिर्सिया त्यही चाहिँ बाइसेप, ट्राइसेप र चेस्ट हो आज। जुन चेस्ट देख्न सक्नुहुन्छ, चेस्ट चेक यस्तो छ। चेस्ट, बाइसेप, चेस्ट, ट्राइसेप र ब्याक आज है। आज यो 3टा एक्सर्साइज हामी पर्फर्म गर्नेछौँ भने अब एक्सट्रिम कटको लागि हामी रेडी छौँ। लेट्स गो। अब हान्दैछौँ हामी 12को रेपिटेसनमा। लास्ट पुल डाउन, अब म गर्न गइरहेको छु स्ट्रेट बार पुश डाउन, 12को रेपिटेसन, 1 2। र मेरो चेस्ट बेन्च प्रेस, अनि त्यसपछि ल्याट पुल डाउन, अनि स्ट्रेट रड टेबल पुश डाउन सकिसकेको छ, जुनमा चाहिँ मैले सुपर सेट पनि गरिसकेको छु। भने अब म जाँदैछु अर्को 3टा सुपर सेटको लागि, जुन चाहिँ चेस्ट डम्बेल फ्लाइ, अनि त्यसपछि ओभरहेड एक्सटेन्सन। फर्स्टमा त्योभन्दा अगाडि चाहिँ सिटेड रो छ, अनि त्यो पनि सेम रेपिटेसन हो। 12, 10 सुरुमा 12 हान्ने, अनि त्यसपछि 10, 25, 50 एकैचोटि हान्ने, त्यो सेट सकाउने। अनि त्यस्तो बेला 12, 12, 12 हान्यो, 3डेको 12, 12, 12 हान्ने, डम्बेल फ्लाइ, सिटेड रो र ओभरहेड एक्सटेन्सन 12, 12 हान्ने, अनि त्यसपछि 10, 25, 50 हान्ने, अनि फेरि 10, 25, 50, अनि 10, 25, 50 हानेर हामी त्यो सेट पनि सकाउँछौँ। र हियर वी गो। म त खासै हान्न सक्दिनँ क्या धेरै वेटहरू, ठिक्क वेटले नै काण्ड पुऱ्याइदिन्छ। त्यही पनि हान्न सकिन्छ कि ट्राई गरौँ। सकेन भने म चाहिँ सकेसम्म इगो लिफ्टिङ गर्दिनँ। आई ट्राइड, तर कनै गर्दिनँ है। ओके, 1 2 3 go. Boom. Easy. Okay.
Slow. Range of motion. 1 second up. मेन सेट हानेको मात्रै देखाएको होइन किनभने ओभरअल सबै सेट हानेर देखाउने हो भने चाहिँ फेरि टाइम एकदमै धेरै लाग्छ अनि भिडियो एकदम लेन्दी हुन्छ हजुरहरूलाई अल्छी लाग्न सक्छ सुपर सेटहरूको चाहिँ देखाइन किनभने हल्का क्राउडेड छ किड्सहरू छ फेरि फ्रेममा किड्सहरू आयो भने कम्युनिटी भाइलेन्स के हुन्छ क्या त्यही भएर have to be very 1 2 3 पहिला यो एक्सर्साइज गर्दाखेरि एकदमै धेरै जस्तोमा पेन हुन्थ्यो किनभने लाइक मैले 40सम्मको हान्न सक्ने भइसकेको थिएँ पावर एकदम राम्रो थियो एक दिन मैले अलिकति बेसी ट्राई गरेँ हल्का दुखेको जस्तो भएको थियो मैले इग्नोर गरेँ त्यो कुरालाई अनि त्यसपछि कन्टिन्यू हुन थाल्यो त्यो कुरा अनि बिस्तारै बिस्तारै अरू एक्सर्साइज गर्दाखेरि पनि ट्राइसेपको एक्सर्साइजहरू गर्दाखेरि वार्मअप गरेँ पनि यस्तोमा एकदमै पेन हुन थाल्यो होइन अनि त्यसपछि मैले अब गरेँ हेरेँ अब एक्सर्साइजहरू चेन्ज गरेर हेरेँ तैपनि दुख्ने यताउति हुन थालिसकेपछि चाहिँ मलाई अनि त्यसपछि थाहा भयो कि मेरो टेन्डेन्समा चाहिँ लाइक त्यो मसल र जुन हाम्रो हड्डी हुन्छ त्यसमा जोडिने एउटा लिक्विड जस्तो हुन्छ होइन लिक्विड भन्दा पनि सेप नै हो त्यो त्यसले चाहिँ त्यो मासु नै हुन्छ त्यसमा हो त्यसमा चाहिँ प्रब्लम आउन थालेपछि चाहिँ एकदमै पेन हुन थाल्यो जुनलाई चाहिँ अनि त्यसपछि मैले यसलाई रिप्लेस गरेर मैले केबलबाट हान्न थालेँ अनि फर्स्टमै ट्राइसेपको एक्सर्साइज पर्फर्म नगर्ने बाइसेपबाट स्टार्ट गर्ने 2टा जति एक्सर्साइज गरिसकेपछि अनि स्लो ट्राइसेप गर्ने अनि त्यसपछि बल्ल अरू एक्सर्साइज गर्न थालेँ यसलाई मैले 2-3 महिना भइसक्यो नहानेको अब चाहिँ मैले स्टार्ट गर्दैछु 27.5 स्टार्ट गर्दैछु यो इगो लिफ्टिङ होइन किनभने मैले यो सक्छु अब दुख्यो भने अर्को एक्सर्साइज ट्राई गरौँ ल त्यसलाई फरक परेन इजी 1 2 12 अब यसलाई टक्क स्थिर राख्ने जोसेर तल नल्याउने किनभने पहिला प्रब्लम आइसकेको भएर चाहिँ म एकदम यसलाई बिस्तारै गर्छु यस्तो खालको प्रब्लमहरू आफ्नो बडीले नोटिस गर्छ भने त्यसलाई इग्नोर गरेर ड्याङ हान्ने नगर्नुहोस् सकिन्छ एक्सर्साइज रिप्लेस गर्नु सकिन भने अरू एक्सर्साइजबाट हुन्छ नि कुन एक्सर्साइजमा प्रब्लम आउँदैन त्यो एक्सर्साइजबाट पर्फर्म गर्ने गर्नु इट विल हेल्प अ लट इन्जर्ड हुन दिनु भएन ज्यान बन्यो भन्नेमा जे पनि गर्न सकिँदैन आई जस्ट फिनिस सुपर सेट डम्बल बेन्च प्रेस ओभरहेड एक्सटेन्सन डम्बल फ्लाइ ओभरहेड एक्सटेन्सन र सिटेड रो मैले सुपर सेट हानिसकेँ भनेपछि मेरो 6वटा एक्सर्साइज सकियो होइन अब अर्को आएको छ मेरो अर्को पाली छ नि इनलाइन डम्बल प्रेस अनि त्यसपछि केबल रोप प्रेस डाउन अनि क्लोज ग्रिप ल्याटरल डाउन मेरो 6वटा सुपर सेट सकिसकेको छ मैले हाने सेकेन्डमा हानेको थिएँ 3टा अर्को एक्सर्साइज जुन चाहिँ डम्बल फ्लाइ सिटेड रो र ओभरहेड एक्सटेन्सन थियो जुन 12, 10 अनि त्यसपछि 2550को थियो भने अब मैले अर्को 3टा पर्फर्म गर्न गइरहेको छु जुन चाहिँ इन्क्लाइन डम्बल प्रेस अनि त्यसपछि के भन्छ क्लोज ग्रिप पुल डाउन अनि त्यसपछि रोप प्रेस डाउन यो पनि सेम पर्फर्म हुन्छ 12 हान्ने 12 हान्ने 3टै अनि त्यसपछि 10 25 50 10 25 50 10 25 50 हान्ने सकिन्छ अनि त्यसपछि फेरि अर्को 3टा सेट छ त्यो 3टा सेट सकिसकेपछि 15-20 मिनट कार्डियो गर्ने अनि घर जाने हामी अब म रोप प्रेस डाउन हान्न गइरहेको छु इजी है 1 2 अब चाहिँ म क्लोज ग्रिप हान्न आँटिरहेको छु Come on. All right. 1 2 3 तपाईँहरूले देख्न सक्नुहुन्छ केबललाई एकदम लो उसमा प्लेस गरेको छ दुई साइडै जहाँ चाहिँ तपाईँले सर्ट डिस्टेन्सवाला चेस्ट हान्नेमा हान्नु होला चेस्ट क्रस ओभर हान्नुमा किनभने लङमा भयो भने तपाईँको हातले भ्याउँदैन तपाईँलाई एसिस्ट चाहिन्छ अरूको अनि तान्निन सक्छ इन्जर्ड हुनसक्छ सबैभन्दा बेस्ट भनेको तपाईँले यसरी नजिकैवाला हान्नुभयो भने चाहिँ सरत तान्दाखेरि सजिलो हुन्छ अब हामी 20को रेपिटेसन हान्छौँ 1 all the way up and stretch all the way down 2 3 4 5
अब मैले गर्न गइरहेको चाहिँ पुल ओभर हो है। सो आफूलाई सुइटेबल वेट राख्ने, यो अझै हेभी भयो। अनि त्यसपछि यसलाई यस्तरी दिने, यसलाई अल द वे अप सलक्क जाने, यहाँ खुट्टा राख्ने, सजिलो हुन्छ होइन। बेन्चबाट गर्दा पनि हुन्छ, तर यसले चाहिँ सजिलो हुन्छ। यो चाहिँ डिक्लाइन भयो किनभने यहाँ अर्को छैन, त्यही भएर मैले डिक्लाइनबाट गर्दैछु। यदि तपाईँको डम्बेलमा बेस्ट छ भने चाहिँ डम्बेलबाटै गर्दा राम्रो। अल फाइबर एन्ड अल मसल ग्रुपमा पर्छ, त्यसले चाहिँ जहाँ टार्गेट गरेको थियो। यो चाहिँ मेरो खास कटिङ फेजमा गर्दै जाँदाखेरि चाहिँ अब कटिङमा एक्सट्रिमली फ्याटहरू लो हुँदै गइसकेपछि चाहिँ एकदम धेरै इन्जर्ड हुने चान्स हुन्छ। अनि जुन चाहिँ मेरो 2-4 ठाउँमा इन्जर्ड भइसक्यो, त्यो कारणले मैले यो केबलमा सपोर्ट गरेर गरिरहेको छु। यसले तपाईँले एक्सर्साइजै नगर्नुभन्दा एक्सर्साइज गर्न हेल्प गर्छ, जुन डिमोटिभेसन हुँदैन। एक्सर्साइज गर्दाखेरि यस्तो भयो भने तपाईँलाई एक्सक्युजहरू हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ दिस वान इज बेस्ट है। यदि तपाईँ इन्जर्ड छैन र तपाईँको हात यसरी जान्छ भने डम्बेल इज द बेस्ट। डम्बेलले नै गर्नुहोस्, किनभने तपाईँलाई ब्यालेन्स गरिरहनुपर्छ त्यसमा। त्यो भएपछि तपाईँको पावर गेनदेखि लिएर सबै कुरा फाइबरहरू होइन मसलमा एकदम राम्रो हुने भएर त्यसमा पनि टार्गेट चाहिँ बेस्ट हुन्छ। तर यदि इन्जर्ड हुनुहुन्छ भने मात्रै गर्नु। मेरो चाहिँ रिस्टमा पनि प्रब्लम आएको थियो, त्यो कारणले गर्दाखेरि हात यसरी पछाडि डम्बेलमा 30-35 हाल्दा एकदम गाह्रो हुन्थ्यो। सो मैले चाहिँ फुल्ली यसमा सिफ्ट भएँ। अब नेक्स्ट विकबाट अलिक सजिलो भयो, नेक्स्ट विकसम्म भइसक्छ रिकभर। त्यसपछि डम्बेलबाटै जान्छु सबैमा। यस्तरी हाल्नु पनि सकिन्छ। अब हाम्रो बाँकी भनेको एउटा लास्ट किक ब्याक हो, अनि 20 मिनट कार्डियो, इन्क्लाइन कार्डियो, त्यसपछि सकिन्छ। किक ब्याकमा पनि म अल्टरनेटिभ देखाउँछु। किक ब्याक चाहिँ डम्बेलले नै हान्छु, तर 50को रेपुटेसन चाहिँ प्रायः मैले केबलले नै हान्ने गरेको छु। लेट्स सी है। यो चाहिँ चेन्जेस, किनभने यदि तपाईँ इन्जर्ड हुनुहुन्छ भने चाहिँ प्लिज चेन्ज द एक्सर्साइज। त्यो हुन्छ नि दुखी नगर्नु, त्यसले लङ टर्म इफेक्ट दिन्छ। यदि सक्नुहुन्न भने होइन, सक्नुहुन्छ भने तपाईँले डम्बेल गर्दाखेरि, किनभने सबै कुरामा ब्यालेन्स गर्नुपर्छ नि त आफैले। त्यसमा त अलरेडी ब्यालेन्स हुन्छ, केबलमा अलरेडी ब्यालेन्स हुन्छ। त्यो ब्यालेन्स भएको कारणले तपाईँलाई जहाँ टार्गेट गर्ने त्यो पर्न चाहिँ, तर जुन मेहनत हुन्छ नि, मेहनत गरेर आएको रिजल्ट यी छुट्टै हुन्छ। सो यो चाहिँ एक्सक्युजवाला एक्सर्साइज मात्रै हान्न गइरहेको छु म। किक ब्याक अनि म चाहिँ डम्बेलले नै हान्छु यो। अनि त्यसपछि चाहिँ म केबलले पनि हानेर लास्ट रेपुटेसन चाहिँ केबलले हान्छु होइन। यो मेरो सेकेन्ड हो। सो आफूलाई कम्फर्टेबल हुने डम्बेल सपोर्टको लागि र 1 2 3 4 20। यो हान्दाखेरि चाहिँ तपाईँको हात माथि यसरी भएको राम्रो। अब तपाईँको वेट धेरै भयो भने चाहिँ अलिक तल हुन्छ, तर तपाईँले जब एक्सटेन्ड गर्नुहुन्छ पर्नु पऱ्यो, फिल भइहाल्छ आफूले हानेको कुरा। अब नेक्स्ट टाइम हानु अनि केबलले हानेको म देखाउँछु। लास्ट सेट अफ द डे। यो चाहिँ किक ब्याक हो, मैले डम्बेलबाट गरेर देखाइसकेँ। अब यो चाहिँ के पनि चाहिँदैन, र अलिकति माथि आफ्नो घुँडासम्म, लाइक घुँडा या घुँडाभन्दा अलिकति माथि कति आफूलाई सजिलो लाग्छ त्यो अनुसार सेट गर्ने। यो 50को रेपुटेसन हो, त्यही भएर अलिकति थोरै वेट कति सकिन्छ त्यति राख्ने, आफूलाई कम्फर्टेबल हुनु पऱ्यो। त्यही हो लास्ट रेपुटेसन छ। यो फेरि धेरै लो यत्तिको सेट गर्ने। त्यो अझै माथि गयो, अलिकति तल्ला नि। अब अल द वे अप, यहाँ घुँडामा यसरी प्लेस गरेर सजिलोसँग राख्ने अनि अल द वे अप। 1 2 3 4 5 6 50। यसरी अग्नि गरेर एक्सर्साइज गरेपछि अनि बल्ल भन्छ ट्राइसेप, बाइसेप, चेस्ट,
back, neck, everything. Abs. So, if you like my video, please like, share अनि subscribe गर्न नबिर्सिनु होला. धेरै धेरै माया दिनु होला र love you. I love you too. All right, see you guys.